धेरै कुराहरू भनिसक्नुभयो। यो सुनौलो अवसर जुटाइदिनु भएकोमा हाम्रा यस कार्यक्रमका संयोजक ध्रुव सत्य उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद। त्यसै गरी उदाउँदो सूरज, शीतल पवन अनि खाँटी दुध हामी सहभागी टिमहरूमा मलाई पनि यो समावेश गरिदिनु भएकोमा उहाँलाई पुनः धन्यवाद दिन चाहन्छु। अब अनुभव सुनाउनुहोस्। यो अनुभवको कुरा गर्दा यो जुन कालीगण्डकी कोरिडोरबाट आउँदै गर्दा बिचबाट त ठिकै थिए, त्यसमा पनि एक दुईवटा ठाउँ चाहिँ किन यस्तो ठाउँमा आइएछ भन्ने यस्तो चाहिँ हाम्रो चालक महोदय शीतल पवनले चाहिँ गर्दै हुनुहुन्थ्यो। जब चाहिँ अब यो पिच छोडेर भित्रपट्टि आइसकेपछि चाहिँ उहाँले चाहिँ त्यो कुरा भन्न छोड्नुभयो। यो ठाउँ अति प्रकृतिले दिएको एउटा चाहिँ सुनौलो उपहार जस्तो लाग्यो। कतै पनि नचिप्लिकन, कतै पनि अठार नमानिकन सहज रूपमा चाहिँ यो हाम्रो करादीप होमस्टेमा आयौँ। बेलुका उहाँहरूले फुलका मालासहित स्वागत गर्नुभयो। त्यसपछि त्यहाँ सामूहिक देशी भैलो कार्यक्रमको प्रस्तुति पनि हामीले हेर्ने अवसर पायौँ। अनि बेलुकाको खाजा अलि बेलुकै भयो थियो, खाजा खाने बेलाभन्दा अलि अबेलै भइसके तापनि उहाँहरूले चाहिँ एकदमै अर्ग्यानिक प्रकारको खाजा व्यवस्थापन गर्नुभयो र यति मिठो लाग्यो कि खाजा खाएको पत्तै भएन। केही बेर पनि भोक लागेर खाना पनि खाइयो, नाच पनि नहेरिकन, सांस्कृतिक कार्यक्रम नहेरिकन। र बेलुका सम्भवतः 11कै आसपासमा हामी रुममा गयौँ। कमन हल रुममा चाहिँ हामी बस्यौँ। 5 जना मित्र 4वटा बेडमा कसरी हटायौँ त्यो चाहिँ फेरि अर्को छाडो बनाउला। अनि सिङ्गल सुत्यौँ 4वटा बेडमा। अनि बेलुकाको सुताइभन्दा अगाडिको क्षण चाहिँ एकछिन जो साथी अलिक बढी उत्साहित हुनुहुन्थ्यो उहाँहरू नै अलि मजाले चाहिँ सुतेको बहाना गर्नुभयो, तर सुतेको हुनुहुँदो रहेछ। बिहान चाहिँ सबै कुरा सुनेको अनुभूति गर्नुभयो। अनि बिहान उठेर म चाहिँ साथीहरूलाई उठौँ भन्दा अलिकति अनिजी कुराहरू गर्दा पनि म चाहिँ एक राउन्ड यो प्राकृतिक छटाहरूले कालीगण्डकीको पेरिफेरीमा यो सुन्दर ठाउँमा हेर्न जाउँ भन्दा साथीहरू मान्नु भएन। म आफै एक्लै आएर यो प्राकृतिक दृश्य अवलोकन गरेँ। त्यसपछि गएर उहाँ मित्रले पनि पछाडि चाहिँ साथ दिनुभयो। त्यसपछि बिहान 8 बजीतिर चिया नास्ता खायो र फेरि चाहिँ अहिले चाहिँ यो एउटा स्कुल आधारभूत स्कुलमा चाहिँ हामी प्रवेश गर्दैछौँ। यो ट्रेकिङ लगभग 45 मिनटभन्दा लामो ट्रेकिङ अहिलेको हाम्रो सफल भइरहेको छ। अब स्कुलमा प्रवेश गर्दैछौँ र यस पछाडिको क्षणहरूलाई फेरि जोड्नेछौँ। हस्, थ्याङ्क यू खडा सर।